सबैलाई आज मलाई यो एनआइसी एसिया ब्याङ्कको नाफा किन घट्यो होला भन्ने कुरा हेर्न मन लागेर म एनआइसी एसिया ब्याङ्कको एकचोटि वेबसाइटमा गएँ। यहाँ गएर एनआइसी एसिया ब्याङ्कको क्वार्टरली रिपोर्ट मैले डाउनलोड गर्छु। यहाँनिर अलिकति तल इन्भेस्टर रिलेसन एन्ड डिस्क्लोजर भन्ने सेक्सनमा जानुभयो भने यहाँनिर तपाईँले क्वार्टरली रिपोर्ट भनेर फाइनेन्सियल इयर 81-82 को थर्ड क्वार्टरसम्मको रिपोर्ट आएको छ। यो रिपोर्टलाई मैले डाउनलोड गरेँ। अब रिपोर्टमा सुरुमा यसले सबभन्दा फर्स्टमा चाहिँ यसले यसको ब्यालेन्स सिट राखेको छ। फाइनेन्सियल पोजिसन भनेको ब्यालेन्स सिट हो। त्यसपछिको तल यसले पिएल एकाउन्ट प्रफिट एन्ड लस एकाउन्ट हालेको छ। एकचोटि हेरौँ है त यो पिएल एकाउन्टमा। प्रफिट एन्ड लस एकाउन्टमा एनआइसी एसिया ब्याङ्कको प्रफिट एन्ड लस एकाउन्ट हेर्ने हो भने पहिलो हेडिङमा हाम्रो इन्ट्रेस्ट इन्कम भनेर हेडिङ छ। यो शीर्षक भनेको चाहिँ एनआइसी एसिया ब्याङ्कले यो थर्ड क्वार्टरसम्ममा भनेको 9 महिनासम्ममा 81 सालको 9 महिनासम्ममा कमाएको ब्याज भने हो। जुन यो ऋण लिने मान्छेहरूले तिर्न आएको ब्याज भनेको हो। लास्ट इयर यो ब्याङ्कले कति ब्याज आम्दानी गरेको रहेछ भन्दा लगभग 29 अरब यसले ब्याज आम्दानी गरेको रहेछ। अनि यो वर्ष चाहिँ जम्मा 22 अरब मात्र ब्याज आम्दानी गरे रहेछ। भनेपछि ब्याज आम्दानी पनि घट्यो। त्यसपछि अब यो इन्ट्रेस्ट एक्सपेन्सेस भनेको त डिपोजिटरलाई ब्याज तिरेको छ। अब इन्ट्रेस्ट इन्कम घटेपछि एक्सपेन्सेस पनि घट्ने भइहाल्यो। यहाँ 14 अरबको मात्र देखियो। डिफ्रेन्स हामीलाई इम्पोर्टेन्ट छ। डिफ्रेन्स भनेको नेट इन्ट्रेस्ट इन्कम भनेको आउने ब्याज र जाने ब्याजको फरक। यो चाहिँ ब्याङ्कको कमाइ हो। ब्याङ्कको मुख्य कमाइ चाहिँ यो आउने ब्याज र जाने ब्याजको फरक नै ब्याङ्कको मुख्य कमाइ हो। लास्ट इयर यसले 8 अरब 18 करोड 81 लाख चान्सुन यसले नेट इन्ट्रेस्ट इन्कम कमाएको थियो भने यो वर्ष चाहिँ यो थर्ड क्वार्टरसम्ममा चाहिँ Q3 सम्ममा चाहिँ 7 अरब 96 करोड 96 करोड यसले इन्ट्रेस्टबाट कमाएको देखिन्छ। भनेपछि लगभग 1 अरबको डिफ्रेन्स यही नै देखियो। नेट इन्ट्रेस्ट इन्कमबाट मुख्य कमाइमा यसले मेन 1 अरब यसले नकमाएको देखियो हैन। त्यसपछि फी एन्ड कमिसन इन्कम भनेको छ। फी एन्ड कमिसन इन्कम खासै त्यस्तो चेन्ज छैन। लगभग त्यस्तै छ। यहाँ 1 अरब थियो लास्ट इयर, स्लाइटली घटेको छ 96 करोड भनेपछि यहाँ पनि हल्का घटेको छ। यो जोडिँदाखेरि 7 अरब 96 करोडमा फेरि 96 करोड जोड्दाखेरि यो 8 अरब 93 करोड भएको छ। यो वर्षको यसको नेट इन्ट्रेस्ट इन्कम र कमिसन फीबाट 8 अरब 93 करोड भएको छ भने यही टाइम फ्रेममा लास्ट इयर 9 अरब 81 करोड थियो। भनेको मतलब 1 अरबको डिफ्रेन्स यही देखियो। त्यसपछि नेट ट्रेडिङ इन्कम यसमा नि खासै त्यस्तो डिफ्रेन्सेसहरू छैन। भनेपछि मेन डिफ्रेन्स चाहिँ हाम्रो 1 अरबको डिफ्रेन्स चाहिँ इन्ट्रेस्ट इन्कमबाट डिफ्रेन्स आएछ। 1 अरब यहाँबाट घटेछ। अनि त्यसपछि यहाँबाट अरू हेडिङमा चाहिँ हामीले हेर्ने हो भने यहाँनिर नेट ट्रेडिङ इन्कम चाहिँ अलिकति बढाएको देखिन्छ यहाँ। त्यसपछि अदर अपरेटिङ इन्कम पनि यसले स्लाइटली यो घटाएको छ। यहाँ पनि घटाएको छ। यो गर्दाखेरि यहाँनिर टोटल अपरेटिङ इन्कम यसकै इफेक्ट यही नेट इन्ट्रेस्ट इन्कम घट्दाखेरि यसको इफेक्ट यहाँ देखियो। यहाँ पनि लगभग 1 अरबकै डिफ्रेन्स देखियो। त्यसपछि इम्प्रिमेन्ट चार्ज। अब अर्को इम्पोर्टेन्ट हेडिङ भनेको इम्प्रिमेन्ट चार्ज भनेको ब्याङ्कले कर्जा उठाउन सकेन भने चाहिँ टाइमली कर्जा उठाउन नसक्दाखेरि त्यस्तो ऋणलाई चाहिँ नन पर्फर्मिङ एसेट अथवा एनपिएल नन पर्फर्मिङ लोन भनेर डिक्लेयर गर्छ। अब यहाँनिर त्यो नन पर्फर्मिङ लोन धेरै भयो भने चाहिँ त्यही अनुसारको रिजर्भ चाहिँ ब्याङ्कले छुटाउनु पर्ने हुन्छ। र यो चाहिँ यहीँनिर यो प्रफिट एन्ड लस एकाउन्टमै यो टोटल अपरेटिङ इन्कमबाटै काटिदिन्छ। यहीँबाट माइनस गरेर देखाउँछ यो पिएल एकाउन्टमा। लास्ट इयर यसले लगभग 10 अरब नाफा भएको थियो। 2 अरब चाहिँ यो इम्प्रिमेन्ट चार्ज भनेर छुट्याएको थियो भने यो वर्ष 3 अरब भनेपछि यहाँ 1 अरब माइनस भयो। नेट इन्ट्रेस्ट इन्कमबाट 1 अरब माइनस भयो। अनि इम्प्रिमेन्ट चार्जबाट 1 अरब भनेपछि 2 अरब यहीँबाट माइनस भयो। इम्प्रिमेन्ट चार्ज चाहिँ यसको पक्कै एनपिएल हाई भएको हुनुपर्छ।
नन पर्फर्मिङ लोन आइरहेको हुन्छ। त्यही भएर लास्ट इयर तपाईँले हेर्नुहुन्छ भने यसको नेट अपरेटिङ इन्कम चाहिँ यो 8 अरब 15 करोड थियो भने यो वर्ष 6 अरब 14 करोड, 2 अरबको डिफ्रेन्स आयो। भनेपछि मेन फरक आएको, मेन नाफा घटेको कारण चाहिँ एउटा इन्ट्रेस्ट आउनुपर्ने मेन कमाइबाट पैसाले कमाउन सकेन, उल्टा चाहिँ यसको उठ्न नसकेको कर्जा धेरै भएर यसले रिजर्भ धेरै छुटाउनु परिरहेको अवस्था छ है, इम्प्रुभमेन्ट चार्ज धेरै छुटाउनु परेको अवस्था छ। अरू तपाईँको पर्सनल एक्सपेन्सेस उस्तै उस्तै हो, खासै फरक छैन। अनि अदर अपरेटिङ एक्सपेन्सेस पनि लगभग उस्तै उस्तै छ, 1 अरब चान्सुन छ। अनि डिप्रिसिएसन एन्ड एमोर्टाइजेसन पनि लगभग उस्तै उस्तै नै छ। अपरेटिङ प्रफिट यहाँ 3 अरबबाटै 1 अरबमा झर्ने भइहाल्यो, 2 अरबको डिफ्रेन्स देखियो। अनि प्रफिट बिफोर ट्याक्स यहाँ 2 अरब 62 करोड थियो लास्ट इयर, अब यो 2 अरब सट्ट माइनस हुने भएपछि यहाँ त तपाईँको लगभग यो 22 करोड मात्रै देखियो नि होइन, यहाँबाट घट्यो यसको। अनि प्रफिट फर द पिरियड भनेर यसले लास्ट इयर चाहिँ 1 अरब 91 करोड कमाएको रहेछ यही टाइम फ्रेममा। यो वर्ष चाहिँ यही थर्ड क्वार्टरमा यसले जम्मा कति कमायो भन्दाखेरि 15 करोड मात्रै कमाएछ है। भनेपछि यहाँ एकदम धेरै 2 अरबको डिफ्रेन्स कहाँबाट देखियो भन्दा 1 अरब चाहिँ नेट प्रफिटबाट नेट इन्ट्रेस्ट इन्कमबाट यसको नाफा घट्यो भने 1 अरब चाहिँ इम्प्रुभमेन्ट चार्ज घटाउँदाखेरि यो प्रब्लम भयो। अब यसमध्येमा हामीले एकदमै धेरै ध्यान दिनुपर्ने कुरा, एकदमै हामी सिरियस हुनुपर्ने अथवा एकदमै चासो राख्ने कुरा भनेको चाहिँ यो नेट इन्ट्रेस्ट इन्कम घट्नुलाई चाहिँ हामीले अलिकति इम्पोर्टेन्स दिएर हेर्नु पर्यो। अब यो चाहिँ तपाईँको इम्प्रुभमेन्ट चार्जमा राखेको पैसा त कम्पनीबाट बाहिर गएको छैन, भोलि एनपिएल घट्ने बित्तिकै फर्केर आइहाल्छ। 1 अरब तपाईँको 3 अरब यसले राखेको छ यो क्वार्टरमा, 3 अरबमा भोलि अलिकति एनपिएल घट्ने बित्तिकै तपाईँको आधी अरब 1 अरब जति फर्केर आउन सक्यो भने त अर्को क्वार्टरको रिपोर्ट राम्रो आउन पनि सक्छ। अब त्यो डिपेन्ड हुन्छ एनपिएल घटाउन सक्यो भनेपछि यो इम्प्रुभमेन्ट चार्ज भन्दा नि हाम्रो यहाँ कन्सर्न भनेको चाहिँ यसले एनपिएल बढाउन के अरे नेट इन्ट्रेस्ट इन्कमबाट नाफा बढाउन नसक्नु चाहिँ यसको कमजोरी देखियो। भनेपछि मेनली यसको दुईवटा कमजोरी देखियो, एउटा यसको एनपिएल धेरै भयो भनेको उठ्न नसकेको कर्जा धेरै भयो, त्यही कारणले गर्दा धेरै रिजर्भ मेन्टेन गर्नु पर्यो, 1 अरबै बढ्ता रिजर्भ मेन्टेन गर्नु पर्यो। अर्को भनेको उसले ब्याज आम्दानी पनि धेरै गर्न सकेन, त्यहाँको एक गर्दा 2 अरब, यो 2 अरब माइनस हुँदाखेरि यसको प्रफिट ड्रास्टिकली घट्यो र तपाईँको प्रफिट ड्रास्टिकली घट्दाखेरि यसको इपिएस पनि घट्यो। लास्ट इयर यही क्वार्टरमा 17.29 इपिएस थियो, अहिले 1.41 इपिएस भयो। अब इपिएस घटिसकेपछि हामी सेयर होल्डर चाहिँ इपिएस घटेको राम्रो मान्दैनौँ, त्यही कारणले गर्दा हामी सेयर बजारमा धेरै मान्छेले यो कम्पनीको सेयर किन्न चाहेन इपिएस घट्या भएर। त्यही कारणले गर्दाखेरि पनि यो एनआइसी एसिया ब्याङ्कको प्राइस चाहिँ धेरै घटिरहेको हुनुपर्छ। अब हिजो चाहिँ अलिकति बढेको देखिन्छ, राम्रै बढेको देखिन्छ, तर यो लङ टर्ममा टिक्नको लागि चाहिँ यो प्राइस टिक्नको लागि चाहिँ एनआइसी एसियाले यो तपाईँको इपिएस अथवा यसको फन्डामेन्टल चाहिँ सुधार्न जरुरी छ। मुख्यतया अहिलेको लागि चाहिँ उसले एनपिएल घटाउन एकदमै आवश्यक छ। एनपिएल घटाइदियो भने चाहिँ अर्को क्वार्टरमा यसको रिपोर्ट राम्रो आउन सक्छ।